हेलो साथीहरु, तपाईहरुले मैले अस्ति हालेको भिडियोमा कमेन्ट गर्नुभएको थियो कि कसरी ग्रो गर्ने त भनेर। त्यो ग्रो मतलब कि एक दिनमा मेरो 22 मतलब एक दिनमा मेरो 50 सब्स्क्राइबर कम्प्लिट भएको थियो नि। हो त्यो 50 सब्स्क्राइब कम्प्लिट कसरी गर्ने भनेर धेरै जनाले क्वेशन गर्नुभयो। त्यसै कारणले आज म यसबारे स्पष्ट पारेर जाँदैछु। एउटा एप्सको जरुरत पर्छ। तपाईले प्ले स्टोर मेरोमा प्ले स्टोर नभएर मेरोमा यो एप्स भएर मैले SUB4 तपाईले यो एप्समा गएर वा प्ले स्टोरमा गएर सर्च गर्नुहोस् SUB4 सर्च गर्नुहोस्। तपाईले यति सर्च गरिसकेपछि तपाईको टपमा आउने तपाईको थोरै स्क्रोल गर्नुहोस्। SUB4 भन्ने एउटा यो एप्स आउँछ। SUB4 भन्ने एउटा एप्स आउँछ। त्यो एप्स SUB4 भन्ने एप्स आउँछ। हो त्यो एप्स यो रहेको छ। त्यो एप्सलाई इन्स्टल गर्नुहोस् र त्यो एप ओपन गर्दा फेरि तपाईको गुगल अकाउन्ट अथवा कुनै जीमेल अकाउन्टबाट खोल्न पर्ने हुन्छ। त्यो जीमेल अकाउन्ट वा कुनै क्रियामा जीमेल अकाउन्टबाट खोल्न पर्ने हुन्छ। तपाईले आफ्नो कुनै एउटा जीमेल अकाउन्टबाट लगइन गरेपछि तपाईको अगाडि यस्तो इन्टरफेस खोल्नेछ। तपाईले त्यस्तो इन्टरफेस खोलिसकेपछि तपाईको अगाडि हुनेछ यहाँ तपाईको कोइनमा तपाईको 1000 हुनेछ र तपाईले त्यो लगइन गरिसकेपछि 200 कोइन प्लस पाउनु हुनेछ। त्यो 200 कोइन प्लस पाइसकेपछि तपाईले के गर्न सक्नुहुन्छ भने त्यसबाट तपाईले आफ्नो कुनै भिडियोको लिंक यो बीचको अप्सनमा क्लिक गरेर यसमा तपाईले आफूले कुनै आफ्नो भिडियो कपी लिंक गरेर राखिएको पेस्ट गर्न सक्नुहुन्छ र पेस्ट गरिसकेपछि त्यसलाई एडमा क्लिक गर्नुहोस्। पेस्ट गरिसकेपछि एडमा क्लिक गर्नुहोस् र तपाईको अगाडि यस्तो इन्टरफेस खोल्नेछ। तपाईलाई फ्रीमा सब्स्क्राइबर चाहिएको हो, त्यही भएर तपाईले आफ्नो भ्युजमा नगइकन सिधा सब्स्क्राइबरमा जानु होला। सब्स्क्राइबरको लिस्टमा गएपछि तपाईले एक दिनमा 200 सम्म पाउन सक्नुहुन्छ। 200 सब्स्क्राइबरको लागि तपाईलाई कति कोइन पर्छ त्यही हेर्न सक्नुहुन्छ। तपाईले यहाँ भ्युज, सब्स्क्राइबर, लाइक, कमेन्ट सबै पाउन सक्नुहुन्छ। त्यो लाइक, कमेन्ट, शेयर, सब्स्क्राइबर पाउनको लागि तपाईले के गर्नुपर्छ भने सब्स्क्राइबर तपाईलाई अहिले चाहिएको भनेको सब्स्क्राइबर कसरी पाउनु त भनेर तपाईले एक दिनमा 200 भ्युज कमाउन सक्नुहुन्छ। 200 सम्म पाउन सक्नुहुन्छ र सबसे सस्तो भनेको यो रहेको छ। यो तपाईले 10 सब्स्क्राइबर पाउनको लागि 3600 कोइन चाहिन्छ। कोइन कसरी प्राप्त गर्ने त? कोइन प्राप्त गर्नका लागि तपाईले के गर्न सक्नुहुन्छ भने आफ्नो होम पेजमा गएर मैले साउन्ड सानो गर्दैछु। आफ्नो होम पेजमा गएर कुनै भिडियोलाई वाच गर्नु। यहाँ टाइमर देखिरहेको हुन्छ। टाइमर सकिएपछि तपाईलाई यो कोइन प्राप्त हुन्छ। मेरो अहिले 470 कोइन रहेको छ भने तपाईहरुले प्राप्त गर्दा तपाईहरुलाई जति पनि कोइन रहन सक्छ। त्यसै कारणले तपाईहरुले हात्तिनु पर्ने छैन। र यसै प्रकारको अर्को पनि रहेको छ। तपाईले एक दिनमा जम्मा 50 वटा भिडियो वाच गरेर कोइन भन्दा लिन सक्नुहुन्न, किनकि यो भन्दा बढी भिडियो वाच गरेर लिन सक्नुहुन्न। तपाईले 150 भिडियो वाच गरेर कोइन चाहिएको छ भने कोइन प्राप्त गर्न मन छ भने तपाईले के गर्न सक्नुहुन्छ भने तपाईले फेरि त्यसै गरी हेर्नुस् मेरो त्यति टाइम मैले कम्प्लिट गरेँ र मेरोमा 535 कोइन आइसकेको छ। तपाईले 150 भिडियो वाच गर्न चाहनुहुन्छ भने 150 भिडियो वाच गर्नको लागि
150 भिडियो वाच गर्नको लागि तपाईँले 150 भिडियोको वाच गर्नको लागि तपाईँले मैले भनेको जस्तै एप्समा गएर फेरि के गर्नु भने एसयुबी त्यसै कारणले सर्च गर्नु र तपाईँको अगाडि यस्तो इन्टरफेस यस्तो एप्स खोल्ने छ। त्यस एप्सलाई चालु गर्नुहोस्। त्यसमा पनि तपाईँको जिमेल आइडी माग्ने छ। त्यो जिमेल आइडी तपाईँले दिनुहोस् त्यसलाई र तपाईँले के गर्न सक्नुहुन्छ भने यो एप्सबाट तपाईँले हेर्नुहोस्, मैले आज 13 भिडियो हेरेर सब्सक्राइबर कमाउन खोजेको छु। सब्सक्राइबर चाहिएको छ नि त मलाई, त्यही भएर मैले आज 13 भिडियो हेरेर मैले कति 2200 कोइन प्राप्त गरेको छु भने 13वटा भिडियो हेरेर मैले 2200 कोइन प्राप्त गरेको छु भने तपाईँले 150वटा भिडियो हेरेर जति पनि कोइन प्राप्त गर्न सक्नुहुन्छ। यो कोइन तपाईँले 150 भन्दा बढी भिडियो हेर्न पाउनु हुने छैन। तर तपाईँले दुवै एप्सको युज गर्नुभयो भने तपाईँको घरमा भएको मोबाइलको सङ्ख्या जति छ नि तपाईँको घरमा भएको मोबाइलको सङ्ख्यामा सबै मोबाइलमा यो एप्स डाउनलोड गरेर तपाईँले एकै दिनमा 1000 2000 3000 सम्मको प्राप्त गर्न सम्मको सब्सक्राइबर प्राप्त गर्न सक्नुहुन्छ। यो सब्सक्राइबर प्राप्त गर्न सक्नुहुन्छ। तपाईँको अहिलेसम्म लाइभ स्ट्रिम खुलिएको छैन भने तपाईँको अहिलेसम्म लाइभ स्ट्रिम अन भइसकेको छैन भने लाइभ स्ट्रिम अन गर्नको लागि लाइभ स्ट्रिम अन गर्नको लागि तपाईँले आफ्नो घरमा भएको 50 सब्सक्राइब कम्प्लिट गर्नको लागि तपाईँले 3600 इन्टु 5 गरेर तपाईँले गर्न सक्नुहुनेछ। मतलब कि तपाईँको घरमा जतिवटा मोबाइल छ नि त्यो 5वटा मोबाइल छ भने तपाईँले सबैमा 10 सब्सक्राइबर कम्प्लिट गरेर तपाईँले एक दिनमा लाइभ बस्न सक्नुहुन्छ। तर यिनीहरूको यो सब्सक्राइबरको सङ्ख्या घट्ने पनि हुने भएकाले तपाईँले 50 भन्दा बढी सब्सक्राइबर कम्प्लिट गर्नुपर्ने छ। मेरो अघिसम्म 56 सब्सक्राइबर भएको, अहिले मेरो हाल घटिसकेको छ। र तपाईँलाई यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्न मन लागेमा यस च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।